Hello and welcome back to the channel. So today in this video we are going to start a new topic for mathematics for those students who are preparing for entrance examination for different colleges like St. Xavier Maitighar, SOS, Prasadi, Prahari, Kathmandu Metropolitan Scholarship Test, etc. So in this video we are going to start a new topic from mathematics, that is sequence and series. Okay, so this is our topic. So first of all let's start from basic. हामीले बेसिकबाट पढ्ने हो. बेसिकबाट पढेपछि हामीले यो सिरिज भनेको इन्ट्रान्स प्रिपरेसन गर्ने विद्यार्थीहरूको लागि हो. योमा हामीले डिफ्रेन्ट भिडियोहरू बनाउने छौँ, बायोलोजीको लागि पनि, फिजिक्सको लागि पनि, केमिस्ट्रीको लागि पनि, जेनरल जीकेको लागि पनि, र म्याथमेटिक्सको लागि पनि, र इङ्ग्लिसको लागि पनि. ठिक छ. सो यो हाम्रो सिक्वेन्स सिरिज म्याथमेटिक्स पोर्सनको पहिलो भिडियो हो. योमा हामीले बेसिकबाट सुरु गरौँ ल. अब सिक्वेन्स भनेको के हो भनेर बुझौँ. यो जुन सिक्वेन्स छ नि, यो सिक्वेन्स के हो भनेर बुझौँ. सिक्वेन्स भनेको इट इज अर्डर of numbers in which each term is governed by a certain rule. अब यसले के भन्छ भन्दाखेरि डिफिनेसनले के भनिरहेको छ भनेर बुझौँ. यो सिक्वेन्स भनेको के हो भन्दाखेरि कुनै पनि नम्बर हुन्छ, लाइक 1 भयो, 2 भयो, 3 भयो, 4 भयो. यो नम्बर भयो नि, यो नम्बरको एउटा सेट हो. जुन सेटमा प्रत्येक टर्म जुन थपिरहेको हुन्छ नि, नेक्स्ट आइरहेको हुन्छ, त्यसको नियम हुन्छ, सर्टेन इन्टरभल, सर्टेन रुलमा त्यो बेस्ड हुन्छ. यसकै आधारमा हामीसँग तीनवटा सिक्वेन्स छ, तीन टाइप अफ सिक्वेन्स छ. ठिक छ. अब प्रत्येकलाई राम्ररी बुझौँ. पहिलो भनेको अर्थमेटिक सिक्वेन्स अथवा अर्थमेटिक प्रोग्रेसन. दोस्रो भनेको जियोमेट्रिक सिक्वेन्स अथवा जियोमेट्रिक प्रोग्रेसन, जे भन्दा नि भयो. तेस्रो भनेको हामीले 10सम्म यो दुईवटा मात्रै पढा हुन्छ, र 11मा गएर हामीले एउटा नयाँ सिक्वेन्स पढ्छौँ, त्यो भनेको हार्मोनिक सिक्वेन्स अथवा हार्मोनिक प्रोग्रेसन हो. अब जेनरल, अब यो तीनटा त डिफ्रेन्ट टाइप्स अफ सिक्वेन्स भइहाल्यो. अब इचलाई राम्ररी बुझौँ. प्रत्येकमा क्वेसन गरौँ र आफ्नो इन्ट्रान्सलाई इजी बनाऊँ. सबभन्दा पहिला हो अर्थमेटिक सिक्वेन्स भनेको जुन प्रत्येक सक्सिडिङ टर्म हुन्छ नि, सक्सिडिङ टर्म भनेको एउटा सर्टेन नम्बरले इन्क्रिज अथवा डिक्रिज भइरहेको हुन्छ. त्यो इन्क्रिज अथवा डिक्रिज हुने नम्बरलाई हामीले डी भन्छौँ. डी भनेको कमन डिफरेन्स. ठिक छ. अब यो अर्थमेटिक सिक्वेन्स भनेको यस्तै हो. जस्तै मैले 1 बनाएँ, 2 बनाएँ, 3 बनाएँ, 4 बनाएँ, 5 बनाएँ. अब यहाँ के पर्छ भनेर सोध्छ क्या हामीलाई. यहाँ हेर्नु, यो 2 र 1 को बिचमा कति ग्याप छ? 1 ग्याप छ. यसको बिचमा 1 ग्याप छ. अर्को पेन लिम, यसको बिचमा 1 ग्याप छ, यसको बिचमा 1 ग्याप छ. मतलब प्रत्येक टर्म 1 ले बढिरहेको छ, मतलब यहाँ पनि 1 ले बढ्छ. त्यही भएर यहाँ 6 हुन्छ. यस्तो टाइपको क्वेसन दिन्छ हामीलाई. यो त इजी भइहाल्यो, अलिक कम्प्लेक्स दिन्छ. अब जेनरल टर्म बुझौँ. जेनरल टर्म अफ एएस टिएन भनेको ए प्लस एन माइनस 1 डी हुन्छ. यो हाम्रो जेनरल टर्म भयो फर एएस. वेयर टिएन भनेको एन्थ टर्म हो क्या. एन्थ टर्म हो. सपोज मलाई फर्स्ट टर्म निकाल्नु छ भने यहाँ 1 हाल्छु म, यो सेकेन्ड टर्म निकाल्नु छ भने 2 हाल्छु. यो ए भनेको फर्स्ट टर्म भयो, अनि यो डी भनेको कमन डिफरेन्स भयो. यो एन भनेको बुझिन्छ, नम्बर अफ टर्म.
अब कुनै क्वेसन गरौँ राम्रो खाले। अब यो भएपछि अब अर्को कुरा के बुझौँ भन्दाखेरि हामीलाई नर्मली पढिरहेको हुन्छौँ 2 भयो 4 भयो 6 हामीले कमा पढिरहेको हुन्छौँ, तर क्वेसनमा यदि 2 + 4 + 6 आइदियो भने विद्यार्थीले गाह्रो मान्छ। गाह्रो मान्ने कुरा होइन, सिक्वेन्स पछि एउटा कुरा आउँछ, सिरिजको कुरा आउँछ क्या। सिरिजको कुरा आउँछ। सिरिज भनेको नथिङ, सिरिज इज नथिङ बट सम अफ एनी सिक्वेन्स हो क्या। अब कुनै पनि सिक्वेन्सलाई मैले जोडिरहेको छ अथवा घटाइरहेको छ भने त्यो सिक्वेन्स भनिन्छ, सिरिज भनिन्छ। अब सिरिजमा कि प्लस पनि हुनसक्छ, कि नेगेटिभ साइन पनि हुनसक्छ, कि बोथ पनि हुनसक्छ। मतलब कतै कतै हामीले 1 - 2 + 4 देखिरहेको हुन्छ, मतलब बोथ पनि हुन मिल्यो, नेगेटिभ पनि हुन मिल्यो, पोजिटिभ पनि हुन मिल्यो क्या। यो भयो हाम्रा जेनरल कुराहरू। अर्को अब जिएसमा र हार्मोनिक सिक्वेन्स बुझ्न हामीले त्यो भिडियोहरू नेक्स्ट भिडियोहरूमा बनाइरहेको हुन्छौँ। यस्तै भिडियोको लागि च्यानललाई सब्सक्राइब